विकास र समृद्धिका अनेक सम्भावनाहरू हुँदाहुँदै पनि विविध कारणले नेपालमा सम्भावना अनुसारको समृद्धि पूर्ण रूपमा हासिल भइसकेको छैन। तर केही न केही सुखद सुरुवात भने भएका छन्। नेपालको संविधानले स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा कार्यक्षेत्र सहितको अधिकार दिएको छ। सोही बमोजिम निर्दिष्ट स्थानीय सरकार सञ्चालन ऐन 2074 मा टेकेर आम पालिकावासीको चाहना र पालिकाको आवश्यकता बमोजिम समृद्धिको सुखद अभ्यास गरिरहेको पूर्वी पहाडको एउटा स्थानीय सरकार हो लिखु गाउँपालिका। कोशी प्रदेशको ओखलढुङ्गा जिल्लाको पश्चिमी भागमा अवस्थित लिखु गाउँपालिका साबिकका 6 वटा गाउँ विकास समितिहरू समेटेर गठन भएको हो। हाल 9 वटा ओडाहरूमा बाँडिएको यस गाउँपालिकाको कुल क्षेत्रफल 88.03 वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको पूर्व र दक्षिणतर्फ चम्पादेवी गाउँपालिका, पश्चिमतर्फ रामेछाप जिल्ला र उत्तर पूर्वतर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ। मिश्रित जातजातिको बसोबास रहेको यस गाउँपालिकामा धार्मिक, सांस्कृतिक एवं भाषिक विविधता रहेको छ। साथमा एकता र भाइचारा पनि। 2078 सालमा भएको गाउँपालिकाको पार्श्वचित्र सर्वेक्षण अनुसार लिखु गाउँपालिकाको कुल जनसङ्ख्या 23,479 रहेको छ। समुद्री सतहबाट 600 मिटरदेखि 2800 मिटर उचाइसम्म फैलिएको यस गाउँपालिकामा गर्मी हुने बेसी फाँटदेखि हिउँ पर्ने लेकसम्मका भूभाग रहेका छन्। ओखलढुङ्गा जिल्ला सदरमुकामबाट करिब 75 किलोमिटरको दूरीमा अवस्थित लिखु गाउँपालिका भौगोलिक दृष्टिले उच्च पहाडी भेगमा अवस्थित र केही दुर्गम पालिका हो। भौगोलिक कठिनाई, सीमित स्रोत साधन जस्ता समस्याहरूकै बीच जनप्रतिनिधिहरूको दृढता र मेहनत अनि आम नागरिकको साथकै कारण विगत करिब 3.5 वर्ष अवधिमा यस गाउँपालिकामा विकास निर्माण र समृद्धिका कामहरू देखिने गरी हुँदै आएका छन्। गाउँपालिकाको फेरिएको अवस्था र गाउँपालिकावासीको अनुभवले सोही कुरा दर्शाउँछ। आम नागरिकले खोज्ने र अनुभूति गर्ने प्रमुख विकास हो भौतिक पूर्वाधार विकास, जसले समृद्धि र सुशासनको आधारको रूपमा काम गर्छ। लिखु गाउँपालिका भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको पालिका हो। यस गाउँपालिकामा सडक पूर्वाधारदेखि सार्वजनिक भवन र संरचना निर्माणका कामहरू उल्लेख्य रूपमा भएका छन्। लिखु गाउँपालिकाले सडक पूर्वाधार निर्माण, विस्तार, स्तरीकरण र दिगो व्यवस्थापनलाई महत्त्वका साथ अघि बढाउँदै आएको छ। विशेष गरी गाउँपालिकाको गौरवको योजनाको रूपमा पालिकाका सम्पूर्ण ओडाहरू जोड्ने सडक निर्माण धमाधम भइरहेको छ, जसबाट सडक सञ्जालको सहज पहुँच र पालिकाभित्र पर्याप्त रूपमा सडक मार्गको विस्तार नहुँदा कठिनाई भोग्ने गरेका लिखु गाउँपालिकावासी पहिलेको तुलनामा सडक क्षेत्रमा धेरै सहजता हुने आशामा छन्। विभिन्न स्थानमा सडक कालोपत्रे, ढलान, ग्राभेल लगायतका कामहरू भएका छन्। ठाउँ ठाउँमा नयाँ सडक ट्र्याक खोल्ने र सडक सञ्जाल विस्तार गर्ने कामहरू भइरहेका छन् भने सडकको दिगो व्यवस्थापनका लागि ड्रेनेज निर्माणलाई समेत जोड दिइएको छ। यस्तै सडक सुरक्षाका लागि विभिन्न स्थानमा व्यवस्थित वाल निर्माणका कामहरू भएका छन्। गाउँपालिकाले सडकसँगै अन्य सार्वजनिक भवन एवं संरचना निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ। गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण धमाधम भइरहेको छ भने केही ओडाको कार्यालय भवन निर्माण भइसकेका छन् र बाँकी ओडाका कार्यालय भवनहरू निर्माणको प्रक्रिया अघि बढेको छ। यस्तै विभिन्न स्थानमा विभिन्न प्रयोजनका सामुदायिक भवन लगायतका सार्वजनिक संरचना निर्माण भएका छन्। हालसम्म विभिन्न आर्थिक वर्षमा गरी कुल 11 वटा सामुदायिक तथा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न भइसकेका छन्।
लिखु गाउँपालिका एउटा गौरवको योजना भनेर चाहिँ 1 देखि 9 सम्म जोड्ने एउटा सडक निर्माण गर्दैछौँ, जो चाहिँ क्रमशः चाहिँ त्यो विस्तार हुँदैछ। लगभग वार्ड नम्बर 1 देखि 2, 3 र यो 4 को चाहिँ वडासँग जोडिने ढङ्गले एउटा चाहिँ मुख्य रूपमा एउटा सडक निर्माण गरिरहेको परिस्थिति छ र सबै वडाहरूमा चाहिँ कच्ची रूपमा अब यहाँको छरपष्ट बस्ती भएको हुनाले सबै वडामा चाहिँ कच्ची रोडको रूपमा त्यसलाई चाहिँ पटक स्तरोन्नति गर्ने। अब यो चाहिँ के भने पहाडी भूगोल भएको कारणले बर्सातको याममा ती सडकहरू चाहिँ बिग्रने भत्कने जुन क्रम छ, त्यसलाई हामी चाहिँ वर्षयाम सकिने बित्तिकै त्यसलाई चाहिँ अरू संरक्षण सुधार गरेर चाहिँ सधैँ 12 महिना चाहिँ चालु रूपमा रहने ढङ्गले हामीले सडकको कामहरू गरिरहेका छौँ। लिखु गाउँपालिकामा सर्वप्रथम त चाहिँ प्रशासनिक भवन थिएन। यसलाई अस्थायी रूपमा चाहिँ हामीले सञ्चालन गर्दै आएकोमा हामी अहिले चाहिँ प्रथम प्राथमिकताका साथ प्रशासनिक भवन निर्माण गर्दैछौँ। सबै वडा कार्यालयहरूमा वडा कार्यालय भवनहरू पनि निर्माण गर्नुपर्छ भनेर हामीले गत वर्षहरूमा 1, 3, 5 वडा कार्यालय निर्माण गरिसकेको परिस्थिति एकातिर छ भने यो आर्थिक वर्षमा हामीले अहिले 4 वडा कार्यालयहरू लिखु गाउँपालिका अन्तर्गतको वडा कार्यालयहरू निर्माण गर्ने क्रममा चाहिँ अब टेन्डर आह्वान भइसकेको परिस्थिति छ। यहाँ धेरै 22 वटा विद्यालयहरूमा चाहिँ धेरै विद्यालयहरू भवनहरू पक्की रूपमा बनिसकेका र केही अपुग भवनहरू बनाउने कुराहरूमा हामीले चाहिँ सरकारवाला निकायहरूमा चाहिँ माग गरिराखेको परिस्थिति चाहिँ छ। अहिले हामीले टक्क देख्ने भनेको चाहिँ यो बाटो जस्तो मैले लिखु 1 नम्बरको वडा कार्यालय जाने बाखो डाँडाबाट वडा कार्यालय जाने बाटो 1 किलोमिटर कालोपत्रे भयो। त्यो सुरुमै चुनावकै वर्ष चाहिँ बजेट समन्वय गरेर राखियो त्यो केन्द्रीय सरकारबाट। अब त्यो चाहिँ मैले ट्याक्क भन्दाखेरि देखिने बाटो हो। भोलि तपाईँ जानुहुन्छ यो उपाध्यक्षले समन्वयमा गराएर रहेछ है भन्ने खालको बाटो देखिने भयो। अब तपाईँले जानुहुन्छ पोखरी डाँडामा, भोलि त्यहाँ स्वास्थ्य भवन बन्दैछ, त्यो स्वास्थ्य भवन चाहिँ उपाध्यक्षले टक्क देखिने काम गर्यो है भनेर एउटा देखिने काम हो। तर वास्तवमा हामी त्यो भौतिक विकासको काम गर्ने अधिकार प्राप्त त होइन। त्यो त हामीले आफ्नो पहुँचले गर्दाखेरि कोसिस गरेर यता कता धेरै मेहनत गर्दा 1-2 वटा योजना परेका कारणले एउटा उदाहरणको लागि अरू थुप्रै योजनाहरू छन्, त्यो काम हामीले गऱ्यौँ। राजनीतिक जनप्रतिनिधिहरूप्रति हेर्ने दृष्टिकोण आम नागरिकको चाहिँ नकारात्मक छ मात्रै भन्ने भाष्य छ। हेर्नु, यसलाई चाहिँ चिरेको छु जस्तो मलाई लाग्छ। पिचको कार्यक्रम सुरु भयो र यो अहिले चाहिँ 19 किलोमिटर साँगुटारदेखि भदौरेसम्म सम्पन्न भइसकेको छ। अब त्यस पछाडि हाम्रो यो चाहिँ नि पालिकाकै अहिले हामी उभिरहेको पिच सडक पालिकाकै गौरवको योजनामा हामीले लिखु गाउँपालिकाले राखेका छौँ र यसमा योभन्दा 81-82 को बजेटले हामी उभिरहेको पिच सडक चाहिँ 3 करोड बजेट थियो हाम्रो गाउँपालिकाको र हामीले चाहिँ 1 किलोमिटर पिच गरेका छौँ र त्यो हुँदै अब 82-83 मा पनि 1 करोड बजेट थियो। त्यसले पनि हामीले स्ट्रक्चरहरू बनाउँदै लग्यौँ र यो गाउँपालिका केन्द्र जोड्ने बजेट के अरे चाहिँ सडक को उसमा हाम्रो चाहिँ यो गौरवको गाउँपालिकाको गौरवको योजनाभित्र पर्छ र यो हाम्रो 2 नम्बर वडामा लगभग चाहिँ यहाँदेखि 2.5 किलोमिटर चाहिँ 3 नम्बर वडाको सिमाना पर्छ। त्यो सिमानासम्म अब स्ट्रक्चरहरू काम भइसकेको छ। पिच चाहिँ यहाँबाट 1 किलोमिटरको भएको छ। मेरो वार्डमा टोलमा बाटो पुर्याउनलाई अब 2 ठाउँ मात्रै बाँकी छ, अरू सबै मैले पुरा गरिसकेको छु। अहिले 2-4 वटा ट्रस्टहरू निर्माण गर्नु छ, मैले 10-12 वटा ट्रस्ट बनाइसकेको छु ठाउँमा आवश्यक ठाउँमा। अब 2-4 वटा यसपटक बनाउने लक्ष्य छ र मेरो अब योभन्दा मैले खानेपानी प्रत्येक घरमा घर पुर्याइसकेको छु। अब मेरो वार्डमा करिब खानेपानी मेरो घरमा छैन भन्ने घर छैन। अब कोही पुरानो भइसकेका छन्, त्यसलाई मर्मत गराउनु पर्नेछ र अब ती धाराहरू निर्माण गरी अब 100 वटा धारा छ यसपालिको कार्यक्रम। त्यो 100 धारा बनाइसकेपछि खानेपानी मेरो पर्याप्त मात्रामा मेरो वार्डमा पुग्छ। र अब योभन्दा पछाडिको कार्यक्रम चाहिँ मैले के राखेको छु भने अलिकति शिक्षालय भवन कम छ यसम आदि यसमलाई एउटा भवनलाई प्रयास गर्ने त्यो लक्ष्य छ र अहिले मेरो वडा कार्यालय पनि मेरो 4 नम्बर वडा कार्यालय बन्दैछ। त्यो पर्याप्त मात्रामा रकम नभएको कारणले गर्दा त्यसलाई पनि ओडेको पैसाले केही हदसम्म बस्नु हुने त्यो कर्मागत योजना छ। तर अब यसै पटक एउटा मुनिबाटको फ्लाइट चाहिँ बनाएर त्यसलाई एउटा त्यहाँ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ। गाउँपालिकाले सडक लगायत भौतिक पूर्वाधार विकासमा दिएको प्राथमिकता, गरेको कार्य सम्पादन र त्यसबाट प्राप्त उपलब्धिलाई नजिकबाट निहालेका छन्
यहाँका स्थानीयवासीले। पालिकाले गरेको प्रयास र प्राप्त उपलब्धिप्रति उनीहरू खुसी र आशावादी देखिन्छन्। अहिले हाम्रो बाटो बनिकन अवस्था अब आफ्नो घर घरमै पसल नजिक भए सबै सुविस्ताहरू धेरै हामीले राम्रो पायौँ। अहिले अब टाढो हिँड्नु परेन, एकछिन बाहिर फुतो निस्केपछि लो ल्यामै सामान भन्दाखेरि भयो। अहिले पालिकाले अब अहिलेसम्म यति राम्रो गर्नुभएको छ होइन। अध्यक्षज्यूलाई अब उहाँलाई धेरै धेरै धन्यवाद, राम्रो छ होइन। उहाँले देखाउनु भएको छ प्रगति होइन, हामी त्यसमा धेरै खुसी छौँ। सडक र सार्वजनिक महत्त्वका भवन एवं पूर्वाधार निर्माण सँगसँगै आम पालिकावासीको आय आर्जनमा केही मद्दत पुग्न सकोस् भन्ने हेतुले कृषि, पशुपन्छी पालन वा कुनै पनि व्यवसायका लागि गाउँपालिकाले अनुदान, सहयोग, सहकार्य जस्ता कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। यस गाउँपालिकाका स्थानीयवासी मुख्य रूपमा कृषि र पशुपालन पेसामै निर्भर रहेका छन् भने केही सरकारी सेवा, व्यापार व्यवसाय, वैदेशिक रोजगार साथै सिपमूलक पेसामा आबद्ध रहँदै आएका छन्। गाउँमै कृषि, पशुपन्छी पालन, मौरी पालन जस्ता पेसामा लागि आय आर्जनको बलियो आधार निर्माण गर्न सकुन् भन्ने लक्ष्यका साथ पालिकाले विभिन्न शीर्षकमा कृषि अनुदान एवं सहयोग गर्दै आएको छ। अन्न, फलफूल तथा तरकारीका उन्नत बिउ बिजन, कीटनाशक औषधि, मल, औजार उपकरण लगायतका सहयोग निरन्तर हुने गरेको छ। यस्तै पशुपन्छी पालनका लागि अनुदान, भेटेरिनरी सेवा जस्ता कार्यक्रमहरू लागू भएका छन्। कृषिमा आधुनिकीकरणमा जोड दिएको यस पालिकाले कृषकहरूलाई विभिन्न आधुनिक औजार उपकरण वितरण गरेको छ। पालिकामा उत्पादित कृषि एवं पशुजन्य उत्पादनलाई बजारको पहुँचमा पुर्याउन व्यवस्थित सङ्कलन, भण्डारण र बजारीकरणको लक्ष्य मुताबिक गाउँपालिकाले काम गरिरहेको छ। यो लिखु गाउँपालिका बढी अब कृषि क्षेत्रमै चाहिँ आत्मनिर्भर हुने ठाउँ हो। यहाँ विशेष गरी स्थानीय सरकारको तर्फबाट बेला बेलामा चाहिँ कीटनाशक औषधिहरू लगायत ती एउटा प्रयोजनमा आइरहेको स्थिति छ। अर्कोतिर चाहिँ यहाँ नागरिकहरूको चाहिँ आत्मनिर्भरताको लागि चाहिँ बेसार खेती, अदुवा खेती लगायतका कार्यक्रमहरू एउटा चाहिँ पकेट क्षेत्रको रूपमा चाहिँ गाउँपालिकाले सुरुवात गरिरहेको छ। एक घर एक टनेलाको प्रोग्राम लिएर कम्तीमा नि यहाँ उत्पादन भएको वस्तुहरूलाई बजारीकरण गर्ने उद्देश्यको साथ मैले एक घर एक टनेलाभित्र कार्यक्रम ल्याएर पनि उहाँहरूलाई चाहिँ कृषि उत्पादन गर्नको लागि चाहिँ प्रोत्साहन गरेँ। तर के हो भने हामीसँग अलिकति परम्परागत प्रणाली, किनभने उहाँहरूले यहाँको आम नागरिकहरूले चाहिँ अलिकति कृषिमा अलिकति ध्यान नदिएको हो कि भन्ने कुरा हो। त्यही पनि मैले कृषि टनेला हाउस बनाउनुहोस् अनि मात्रै टनेला तपाईँहरू वडाबाट लिएर जानुहोस् र उत्पादन भएको वस्तुहरू कति उत्पादन भयो हामीलाई जानकारी दिनुहोस् र बजार व्यवस्थापन गर्ने काममा मैले जोड दिनेछु भनेर। विशेष गरी यहाँ चाहिँ अब अकबारी खोर्सानी एकदम राम्रो हुन्छ लिखुसारमा, सँगै बेसार। अब अहिले हामीसँग यहाँ भएका इस्युस एक घरमा बेच्ने हो भने तपाईँको ट्रक इस्युस हुन्छ। तर यहाँको चाहिँ के फर्सीहरू अब खाँदो हामीले खायौँ, खाँदा अथवा तरकारीमा भनौँ भने त्यो वस्तुलाई चाहिँ एउटा आहाराको रूपमा, खोलेको रूपमा दिनुपर्ने अवस्था छ। यहाँको चाहिँ अब उत्पादनमा त कमी छैन। यहाँको समस्या भनेको अलिकति सडक सञ्जालको कारणले पनि बजार व्यवस्थापन गर्नुपर्ने र कृषकले उत्पादन गरेको कृषि सामग्रीलाई चाहिँ स्थानीय सरकार अथवा पालिकासँग समन्वय गरेर बजार खोजेर बजारीकरण गर्नुपर्ने आफै देखेको छु मैले। यस्तै गाउँपालिका उपाध्यक्षको नेतृत्वमा महिला तथा युवाहरूलाई उद्यमसँग जोड्ने थुप्रै कार्यक्रमहरू लागू भएका छन्। कम्प्युटर तालिम, उनको कपडा बुन्ने तालिम, अचार बनाउने तालिम, सिलाइ बुनाइ तालिम, होमस्टे सम्बन्धी तालिम जस्ता कार्यक्रम सञ्चालित छन् भने फरक क्षमता भएका व्यक्तिहरूलाई आर्थिक एवं भौतिक सहयोग हुने गरेको छ। समाजमा सबै खालको मान्छे जत्तिकै अनुभूति दिलाएर उहाँलाई चाहिँ आफूलाई डाउन फिल नगराइकन एउटा समाजको म उत्तिकै चाहिँ क्यापेबल मान्छे हुँ भनेर अपाङ्ग भएका जति पनि साथी फरक क्षमता राख्ने मान्छेहरू, अब विशेष गरी अपाङ्गता भन्दा पनि फरक क्षमता राख्ने भन्ने खालको अभ्यास छ, उहाँहरूलाई चाहिँ समाजमा चाहिँ सम्मानपूर्वक बाँच्नको लागि के गर्न सकिन्छ भनेर उहाँहरूको लागि हामीले सिपमूलक तालिमहरू गरेका छौँ। उहाँहरूलाई सहायक सामग्री के चाहिन्छ मागेर सोधेर गरेका छौँ। वर्षको 2 चोटि स्वास्थ्य शिविर प्रत्येक वडामा पुर्याउँछौँ, प्रत्येक स्वास्थ्य संस्थामा पुर्याउँछौँ। कुनै बेला त त्यो 3 चोटि पनि भएको छ।
जस्तो कोही मान्छेले अपाङ्ग परिचय पत्र म अपाङ्ग हुँ भनेर उहाँले वडामा मार्फत हामीलाई निवेदन पठाउनुहुन्छ भने त्यो निवेदनलाई हामीले राखेर सर्टेन 2 महिना 3 महिनाको ऱ्याङ्कमा ओडै पछि हामीले डक्टर पठाएर MBBS डक्टर पठाएर चाहिँ उहाँलाई उहाँ अपाङ्गता हो होइन उहाँ अपाङ्गको वर्गीकरण गर्नेदेखि लिएर त्यहाँ भयो त्यो समुदायमा त्यो टोलमा त्यो ओडामा हुनुभएको अपाङ्गताहरूलाई स्वास्थ्य उपचार गराएर सकेको हामीले दिन सक्ने मेडिसिन पनि दिएर र उहाँहरूलाई तत्काल हामीसँग त्यो उहाँले चाहिने चस्मादेखि लिएर के कुरा हुन्छ व्हिल चेयर चाहिन्छ कि कसैलाई टोयलेट चेयर चाहिन्छ कि तपाईँलाई एन्कल चाहिन्छ कि के चाहिन्छ जे छ उहाँलाई चाहिने हामीले अफोर्ड गर्न सक्ने कसैलाई जुत्ता बनाइदिनुपर्छ कि कसैलाई हातको उपचार गर्न पठाउनुपर्छ कि त्यो कुरा चाहिँ हाम्रो बजेटमा वर्षैपछिको कार्यक्रममा राखेको चाहिँ के छ भनेर हेरेर हामीले प्रोभाइड गर्छौँ उनीको कार्यक्रम। त्यसपछि धूपबत्ती अगरबत्ती कम्प्युटर क्लास होइन कम्प्युटर क्लासबाट धेरै भाइ बहिनीहरूले अब अझ भाइहरूलाई पनि पार्टिसिपेट गराइदिनु भने सबै माविमा 2 सिफ्ट गरेर यसम्म त 2 सिफ्टमै गरेर भनेको एकैचोटिमा 80-90 जनाभन्दा माथिको भाइ बहिनीहरूले चाहिँ आफूले चाहिँ बेसिक कोर्सको कम्प्युटरको तालिम लिनुभएको छ। हामीलाई यो होमस्टे सम्बन्धी तालिम दिनुभएको थियो 1 हप्ताको 7 दिने होमस्टे ट्रेनिङ दिनुभएको थियो। त्यो 1 हप्ताभित्र चाहिँ हामीले अब यो घर वरपर सरसफाइ कसरी राख्ने अब त्यो दुनियाँ अब टोयलेट होइन अब सबै सरसफाइ कुन तरिकाले गर्ने ग्राहकहरूलाई कसरी सम्मान गर्ने त्यस्तै खालको धेरै कुराहरू सिकाउनु भएको छ। सरसफाइदेखि लिएर सबै अब किचनदेखि लिएर घर वरिपरिदेखि लिएर वातावरण सरसमाजमा मिलजुल गरेर बस्ने सबै दिनुभएको छ। यस्तै गरी सिंचाइको अभाव भोगेका कृषक र खेतीयोग्य जमिनलाई लक्षित गरी सिंचाइको समस्या समाधानका लागि विभिन्न आयोजनाहरू अघि बढेका छन्। समग्रमा गाउँपालिकाले गरेका कामबारे यहाँका कृषकहरू खुसी देखिन्छन्। यहाँको मान्छेले अहिलेसम्म तपाईँको यो काउली खेती भन्ने जानेको थिएन, टमाटर खेती भनेको जानेको थिएन। आफैले सुरुवात गऱ्यौँ, त्यसपछि पालिकाबाट अनुदान पाए सर। अनुदान पाइसकेपछि मलाई धेरै सहुलियत भयो, अझ मलाई हौसला बढ्यो। 3वटा टनेल हालेँ, यसैले गर्दा मलाई असाध्यै सन्तुष्टि छ। त्यसपछि म एक्लैले गर्नुभन्दा पालिकाले यो अनुदान दिँदा बेसरी खुसी छु सर म। स्वास्थ्य क्षेत्रको विकास र व्यवस्थापन पनि लिखु गाउँपालिकाको प्राथमिकतामा रहेको महत्त्वपूर्ण पाटो हो। गाउँपालिकावासीको सुस्वास्थ्यका लागि पालिकाभित्रै गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धताका लागि गाउँपालिकाले थुप्रै प्रयासहरू गरिरहेको छ। फलस्वरूप यस गाउँपालिकामा 5 शय्याको सुविधा सम्पन्न गाउँपालिका अस्पताल सञ्चालनमा रहेको छ, जहाँ 24 घण्टा इमर्जेन्सी सेवा, ओपिडी सेवा, बर्थिङ सेवा, ल्याब सेवा, एक्सरे सेवा लगायत थुप्रै स्वास्थ्य सुविधाहरू उपलब्ध छन्। अब यो एउटा 5 बेड भएको आधारभूत अस्पताल हो होइन। हामीले 24 घण्टा इमर्जेन्सी सेवाका साथ अफिस आवरमा चाहिँ हामीले ओपिडी सेवा, 24 घण्टा डेलिभरी सर्भिसेसहरू, बच्चा र आमा सम्बन्धी सबै सेवा सुविधाहरू यहाँ छ। त्यो बाहेक हामीले औषधि वितरणहरू, खोप कार्यक्रमहरू, क्षयरोग सम्बन्धी डट्स क्लिनिकहरू चलाइरहेका हुन्छौँ। त्यो बाहेक पनि हामीले टिपिओसँग समन्वय गरेर मानसिक रोग सम्बन्धीको 38 थरीको औषधि पनि हामीले यहाँबाट प्रदान गर्छौँ। त्यो बाहेक हामीले ल्याब र एक्सरे सुविधाहरू पनि हामीले तुरुन्तै यो अस्पताल मार्फत यो लिखु गाउँपालिकाभरिकै जनमानसमा प्रदान गर्ने प्रक्रियामा छौँ। सर्वप्रथम त यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पनि उहाँ नै हुनुहुन्छ। उहाँले चाहिँ हामीले विशेष अनुदान जुन हामीलाई प्राप्त छ त्यसबाट हामीले एक्सरे मसिन, भिडियो एक्सरे मसिन, ल्याबको सामग्रीहरू सरकारबाट प्रदान गरिने 98 किसिमको औषधि बाहेक, निःशुल्क औषधि बाहेक पनि अतिरिक्त औषधिहरू के हुन्छ त्यो खरिद गर्ने प्रक्रिया पनि उहाँको एकदमै ठुलो योगदान छ। त्यो बाहेक पनि अस्पताल सम्बन्धी व्यवस्थापनको लागि चाहिने खानेपानीदेखि लिएर अरू केही समस्या परेको बेलामा उहाँले एकदमै एक्टिभ रूपले हामीलाई सहयोग गर्नुहुन्छ। यस्तै विकट ग्रामीण भेगहरूमा स्वास्थ्य इकाइको स्थापना गरिएको छ। स्वास्थ्य सम्बन्धी पूर्वाधारदेखि औषधि औजार उपकरणको प्रबन्ध साथै दक्ष जनशक्ति व्यवस्थापनका काम भएका छन्। ओडामा रहेका स्वास्थ्य चौकीहरूको स्तरोन्नति र व्यवस्थापनमा पालिकाले कुनै कसर बाँकी राखेको छैन। यहाँबाट चाहिँ हामीले रुटिन टेस्टहरू हामीसँग चाहिँ
इर्बाको सेमी एलाइजर छ जसबाट चाहिँ रुटिन टेस्टहरू जस्तै लिभर फङ्सन टेस्ट, किडनी फङ्सन टेस्ट, लिपिड प्रोफाइल जस्ता बायोकेमिस्ट्रिक टेस्टहरू दिइरहेछौँ। त्यो बाहेक एएनसी टेस्टहरू अनि त्यसपछि टाइफाइड, एच पाइलोरी, युरिनारी स्टुलारी जस्ता टेस्टहरू चाहिँ हामीले सेवा गरिरहेका छौँ। उहाँले हामीले नियमित गर्ने कामहरूमा र अत्यावश्यक कुराहरूमा सपोर्टहरू भइरहेकै छ। जस्तै अब औषधि, नियमित औषधिको उपलब्धता सबभन्दा ठुलो कुरा रहँदछ। अनि त्यसपछि आवश्यक औजारहरूको उपलब्धता, यो पनि यसमा पनि पालिकाले राम्रो सहयोग भइरहेकै छ। हो, अब पूर्णता अब हामी सबै चिजले पूर्ण भइसकेको अवस्था चाहिँ छैन, तर अधिकतम म्याक्सिमम उपकरणहरू हामीसँग उपलब्ध छन्। अत्यावश्यक मध्येका हेल्थ पोस्ट लेभलमा हुनुपर्ने अत्यावश्यक मध्येका उपकरणहरू हामीमा छन् र औषधिहरू पनि हामीले जुन लगभग हामी 98 प्रकारका औषधिहरू हाम्रो अहिलेको उसमा चाहिँ वितरण गरिन्छ, उपलब्धता गराइन्छ। तीमध्ये मोटामोटी छन्, एक दुईवटा कुनै कुनै टुटे पनि कहिलेकाहीँ टुट्छ, त्यो परिस्थितिजन्य अवस्थामा, नभए सबै उपलब्ध भइरहेको अवस्था हुन्छ। विभिन्न ओडाहरूमा हालसम्म कुल 5वटा व्यवस्थित स्वास्थ्य भवन निर्माण भइसकेको छ। गर्भवती महिलाहरूलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ भने सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका नागरिकका लागि 50% छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ। 9वटा वार्ड भएपछि चाहिँ 3वटा वार्डहरूमा पनि स्वास्थ्य केन्द्रहरू विस्तार गर्नुपर्ने, ती सबै विस्तार भइरहेको परिस्थिति र भवनहरू पनि निर्माण भइसकेको परिस्थिति एकातिर छ भने लिखु गाउँपालिका अन्तर्गत चाहिँ एउटा 500 अस्पताल पनि निर्माण भइसकेर अहिले चाहिँ स्वास्थ्य क्षेत्रमा कार्य सञ्चालन भएको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। हामी निर्वाचित भएर आइसकेपछि कहाँ कहाँ के छ, एउटा सिटामोल खान पनि मान्छेहरू घन्टौँ हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि हामीले टोलमै स्वास्थ्य संस्थाहरू स्थापना गर्न हामी सफल भएका छौँ। स्वास्थ्य क्षेत्रमा चाहिँ हामीले एउटा फड्को मारेका छौँ। हामी कहाँ मूल एउटा चाहिँ पोकली स्वास्थ्य चौकी भन्ने मूल एउटा स्वास्थ्य चौकी छ। त्यसपछि तलतिर साविक 1 र 2 लाई सेवा दिने आयुर्वेद, पोकली आयुर्वेद औषधालय छ। हामी अहिले जहाँ भूगोलमा छौँ, योभन्दा माथि वडा कार्यालयको छेउमा स्वास्थ्य युनिट सञ्चालनमा छ र हुँदै नभएको पोखरी डाँडा भन्ने ठाउँमा हामीले 80 साल वैशाख 1 गते उद्घाटन गरेर त्यहाँ स्वास्थ्य युनिट स्थापना गऱ्यौँ र त्यसको बिल्डिङ पनि हामीले बनायौँ र त्यो एउटा चाहिँ साझेदारी संस्था माइको प्रोजेक्ट नेपालबाट 1 जना कर्मचारीले त्यहाँ काम गरिरहनु भएको छ। हामीले औषधि दियौँ, भवन बनायौँ र साझेदारी संस्थाले एउटा चाहिँ एनजिओले चाहिँ हामीलाई सहयोग गरेर 1 जना कर्मचारी दिएर कम्तीमा सिटामोल खान पनि मान्छेले घन्टौँ हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने हो। अर्को कुरा, सुत्केरी गराउने बेलामा पनि अहिले नेपाल सरकारको मान्यता अनुसार स्वास्थ्य संस्थामै डेलिभरी गराउनुपर्छ भन्ने जुन कन्सेप्ट छ त्यो अन्तर्गत हामी लागेका छौँ र यो माथिल्लो भेगबाट तल लैजानलाई पनि गाह्रो हुने हुनाले माथिल्लो भेगमा पनि हामीले 1 जना चाहिँ एनएम दिएर 2टा युनिटलाई हेर्ने गरी 1 जना एनएम दिन सक्यौँ भने राम्रो हुन्छ भनेर अस्ति हामीले स्वास्थ्य संस्थामा नै निर्णय गरेका छौँ। मानव स्वास्थ्यका लागि अपरिहार्य खानेपानीको उचित व्यवस्थापनका लागि गाउँपालिकाले विशेष पहल सहितको कार्य गर्दा सबै ओडाका नागरिक स्वच्छ र सुरक्षित खानेपानीको पहुँचमा छन्। अब कतिपय वार्डहरूमा चाहिँ यो चाहिँ सदाबार अथवा 12 महिना खानेपानीको अवस्था सबै वडामा एकै खालको चाहिँ छैन। विशेष गरी लिखु गाउँपालिकाको वार्ड नम्बरमा अलिक बढी पानीको स्रोतहरू चाहिँ छ। त्यसै गरी 8 र 7 मा छ। त्यहाँ चाहिँ विगतदेखि नै केही खानेपानीहरूको योजनाहरू सञ्चालन भइरहेका र ती योजनाहरूलाई हामीले वडागत रूपमा चाहिँ ती मर्मत समार जे गर्नुपर्छ त्यो चाहिँ मर्मत समार गरेर खानेपानीले व्यवस्थित गरिएको परिस्थिति छ। त्यसै गरी यो चाहिँ अब 6, 5 यो 4, 3, 2, 1 हुँदै 1 मा विशेष 1 र 2 मा अलिकति खानेपानीको अभाव हुने भएकोले हामी म निर्वाचित भएर आइसके पश्चात हामीले चाहिँ विशेष अनुदान अन्तर्गत करिबन 2 करोड चाहिँ बजेटमा चाहिँ एउटा बृहत खानेपानी योजनाहरू सञ्चालन गरेर जहाँ पानीको अभाव थियो त्यो पानीको अभाव भएको ठाउँमा चाहिँ नागरिकहरूलाई खानेपानीको व्यवस्था मिलाइएको छ। खानेपानी र सडक लिखु गाउँपालिकामा अब अलिकति व्यवस्थित नै बनाइएको
अवस्था छ। विशेषतः वडा नम्बर 1 र 2 मा विद्यमान खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि 2 करोड लागतमा खानेपानी आयोजना निर्माण गरिँदा खानेपानीको समस्या समाधान भएको छ। पहिला त दुःख थियो है, खालि टाढा बोकेर जानुपर्थ्यो, कहाँ कहाँ बोक्नु जानुपर्थ्यो, पानीको अवस्था मान्छेको नि दुःखै हुन्थ्यो। अहिले यो अब धारा पानी आएपछि धेरै सुख भयो, पहिलाभन्दा अहिले धेरै राम्रो छ। सिँचाइहरूको जे पनि सुविधा छन्। खानेपानीको क्षेत्रमा भने एक घर एक धाराको अभियानहरू चाहिँ अब सुरुवात गरेछौँ, सम्पन्न हुन बाँकी छ। प्रत्येक टोलमा घरको छेउमा चाहिँ मोटरसाइकल र ट्र्याक्टर जाने बाटो प्रत्येक टोलमा खनेछ भने मेन बाटो पनि बिचबिचबाट 2-3 बाटोहरू ट्याकेर खोलेका छौँ। बिजुलीको क्षेत्रको कुरा गर्नुहुन्छ भने बिजुलीको पनि सबै हामी घर घरमा चाहिँ अब बिजुली बत्ती बाल्न सफल भएछौँ र भने जस्तो तपाईँको हामी जनताले इच्छा अनुसार भने जस्तो चाहिँ काम त गर्नु सकेको रहेछन्, तर पनि हिजोको अवस्थाभन्दा केही परिवर्तनको रूप देखा परेको छ। यसैमा हामीले सन्तुष्ट हुनु जरुरी छ। कर्मगतमा हामीले चाहिँ अलिकति चाहिँ अब भने जति विकास चाहिँ अब गर्न नसक्नुको कारणहरू चाहिँ यो चाहिँ अब विकास गर्नलाई यहाँको आवश्यकता पुरा गर्नलाई चाहिँ बजेट चाहिने, पैसा चाहिने। बजेट पैसाहरू चाहिँ जति पनि हामी चाहिँ सङ्घमा, प्रदेशमा, जिल्लामा यहाँको स्थानीय तहमा आय आर्जन केही पनि छैन। जस्तै अब सहरी इलाकामा नगरपालिका, महानगरपालिकामा त स्थानीय स्रोतमा आयोजन टन्नुहुन्छ। यहाँ चाहिँ हाम्रो गाउँ पहाडी स्थानीय आय स्रोतहरू केही पनि त्यस्तो कल कारखानाहरू आय आर्जनहरू आय स्रोत हुने चिजहरू केही पनि छैन। त्यो भएकोले गर्दाखेरि हामीले चाहिँ विकास गर्न लागि हामीले बजेटको आश गर्नुपर्ने भनेको केन्द्रमा, प्रदेशमा, अरू सङ्घ संस्थाबाट हो र केन्द्र प्रदेशहरू आदि जिल्लाहरूमाबाट ल्याउने बजेट ल्याउने कुराहरूमा चाहिँ यहाँ चाहिँ पावर पहुँचको कुराहरूले गर्दाखेरि हाम्रो यो पछाडिको भूगोल यो चाहिँ यो नेपालको सुदूरपश्चिम जस्तै ओखलढुङ्गा जिल्लाको यस्तो पश्चिम बेल्ट यसलाई चाहिँ एकदम विकट यो लिखु गाउँपालिका एकदम विकट क्षेत्र, विकट एरिया हो। यसमा चाहिँ हाम्रो चाहिँ पावर पहुँचको कारणले गर्दाखेरि अलिकति चाहिँ बजेट पर्याप्त मात्रामा ल्याउन सकिरहेको अवस्था छैन र राज्यले हेर्ने दृष्टिकोण पनि जहाँ सहरी इलाका, जहाँ नजिक जहाँ त्यता हेरिरहेको अवस्था छ। यहाँ चाहिँ यो भूगोलमा त्यति चाहिँ अब ध्यान नदिइरहेको अवस्थाहरू। यस्तै गरी शिक्षा क्षेत्रको समग्र विकास र व्यवस्थापन पनि यस गाउँपालिकाको प्रमुख प्राथमिकताको क्षेत्रमध्ये एक हो। शैक्षिक गुणस्तर अभिवृद्धि मार्फत पालिकालाई शिक्षित पालिका बनाउने उद्देश्यका साथ लिखु गाउँपालिका अग्रसर रहँदै आएको छ। यस गाउँपालिकामा कुल 22वटा सामुदायिक विद्यालयहरू रहेका छन्। ती सम्पूर्ण विद्यालयमा आवश्यकीय स्थानमा विद्यालय भवन निर्माण, खेल मैदान निर्माण, कक्षा कोठा व्यवस्थापन, शैक्षिक संरचना एवं सामग्रीको उचित प्रबन्ध जस्ता कामहरू भएका छन्। शिक्षा क्षेत्रमा विशेष गरी हामीले चाहिँ सङ्घीय सरकार मार्फत जे जति कार्यक्रमहरू आउनु पर्ने ती कार्यक्रमहरू एकातिर चाहिँ छ, अर्कोतिर चाहिँ सबै विद्यालयहरूमा चाहिँ नेट इन्टरनेटको पनि हामीले व्यवस्थापन गरिसकेको परेको छ। धेरै विद्यालयहरूमा चाहिँ प्रारम्भिक रूपमा इङ्ग्लिस मिडियमबाट पनि एउटा पठन पाठन गराउनु पर्छ भन्ने ढङ्गले सबै विद्यालयहरूमा प्राय मेजर मुख्य विद्यालयहरूमा चाहिँ यो ढङ्गको चाहिँ पठन पाठन पनि सुव्यवस्थित भइसकेको परिस्थिति छ। एकातिर अर्कोतिर चाहिँ शैक्षिक क्षेत्रमा चाहिँ अध्यापन गराउने शिक्षकहरूको जुन दरबन्दी हो त्यो दरबन्दी चाहिँ पुरा गराउने कामहरूमा चाहिँ हामी अग्रसर रूपमा चाहिँ छौँ। शिक्षा क्षेत्रमा यस्तो छ सर, लिखु गाउँपालिका अन्तर्गतकै नमुना विद्यालयको ग्रायुसी मावि ग्रामोदय युगकवि सिद्धिचरण मावि ग्राममा यो एकदम पुरानो विद्यालय लिखु गाउँपालिकाकै। अहिले यो क्षेत्रमा पनि विशेष गरी प्रविधिसँग जोडिएको शिक्षाहरू पनि सँगसँगै भइराखेको छ। अब अहिले चाहिँ विद्यार्थीलाई प्रत्यक्ष रूपमा चाहिँ अहिलेको प्रविधिसँग जोडिने अवसर मिलोस् र उसले केही सिपहरू नौलो खालको एउटा सिपहरू नौलो खालको शिक्षा चाहिँ हासिल गरोस् भन्ने हिसाबले प्रविधि मैत्री शिक्षामा चाहिँ हामीले जोड गरिराखेका छौँ। लगभग अहिले कम्प्युटर सम्बन्धी अब लगभग 22-25वटा चाहिँ हाम्रो चाहिँ कम्प्युटरहरू ग्रामोदय युगकविमा छ र श्री ग्रामोन्नति आधारभूत विद्यालय पनि छ। तर पनि जनशक्तिको अभाव र प्रत्यक्ष रूपमा चाहिँ सम्बन्धित कर्मचारीलाई चाहिँ अलिकति हामीले दिनुपर्ने पारिश्रमिकको समस्या र त्यो कारणले गर्दाखेरि श्री ग्रामोन्नति आधारभूत विद्यालयमा चाहिँ जुन दक्ष एउटा चाहिँ कर्मचारीको आवश्यकता देखिएको छ सर। ग्रामोदय युगकविमा चाहिँ राम्रोसँग सेवा प्रवाह भइराखेको छ शिक्षा सम्बन्धी। अब यही लिखु गाउँपालिकामा जस्तो कोप्चे भन्ने ठाउँ छ, एकदम जनजाति बस्ने ठाउँ छ। त्यहाँ बच्चाहरू साना छन्, स्कुलको अलिकति टाढा पहुँच भएको कारणले गाउँपालिका अध्यक्ष आफै आएर विद्यालयको उद्घाटन गरिदिनु भयो।
एउटा चाहिँ बाल विकास केन्द्र नयाँ स्थापना गरिदिनु भएको छ। त्यहाँ अहिले चाहिँ पालिकाले नै एउटा टिचरको व्यवस्थापन गरिदिएको छ। गाउँपालिका वडा कार्यालयले भवन बनाउनको लागि बजेट राखेर भवन पनि यसपालि बनाएको छ। त्यो ठाउँलाई अब शौचालयहरू बनाउन गर्न हरेक कुराहरूलाई अरू बाँकी एक्स्ट्रा बच्चाहरूलाई चाहिने सरसामानहरू किन्नको लागि गाउँपालिकाले बजेट राखिदिएको छ। यसपालि नागरिकहरू खुसी नै हुनुहुन्छ त्यहाँ। र यहाँको सबैभन्दा महत्त्वपूर्ण ऐतिहासिक ठाउँ हाम्रो कुण्डलेश्वर मन्दिर छ माथि। धेरै टाढादेखि चाहिँ भक्तजनहरू आउनुहुन्छ। त्यो जुन हामी निर्वाचित भएर आएपछि पहिलोपटक चाहिँ यहाँ धामीहरूले पत्ता लगाउनुभयो, सपनामा देखेर चाहिँ यो ठाउँमा यस्तो मन्दिर छ भन्ने पत्ता लगाएपछि त्यहाँ वास्तविक साक्षात भगवान नै जस्तो हुनुहुन्छ। एकदम विकट ठाउँ थियो, त्यसलाई चाहिँ अहिले कमसेकम पर्यटकहरू जान मिल्ने खालको त्यहाँ नजिकसम्म सडकको पहुँच पुर्याउने, त्यो भित्र पनि चाहिँ त्यसलाई व्यवस्थित तरिकाले राख्ने प्रदेश सरकारले पनि धेरै सहयोग गरिसक्यो। त्यहाँ लगभग 25-30 लाख रुपियाँ प्रदेश सरकारले लगानी गर्दैसक्यो, वडाबाट पनि लगानी गर्दैछौँ, पालिकाबाट पनि लगानी गर्दैछौँ। त्यसलाई ऐतिहासिक महत्त्वको पर्यटकीय क्षेत्रलाई अगाडि बढाउनको लागि त्यसका योजनाहरू बनाएर डिपिआरहरू गरेका छौँ। त्यही अनुसार चाहिँ काम गराउँदैछौँ। अब भकारे ढुङ्गा छ यहाँ हाम्रो लिखु 8 को, यो भकारे ढुङ्गालाई पनि पूर्वाधारसँग जोडेर यो चाहिँ पर्यटनसँग जोड्नको लागि अहिले वडा कार्यालयले पनि कार्यक्रमहरू बनाइराखेको अवस्था छ। विभिन्न सामुदायिक विद्यालयमा गरेर हालसम्म 5 वटा विद्यालय भवनहरू निर्माण भएका छन्। प्रविधि मैत्री शिक्षा मार्फत शैक्षिक उन्नयन गर्ने हेतुले सम्पूर्ण विद्यालयहरूमा इन्टरनेटको व्यवस्था गरिएको छ। यस्तै हरेक विद्यालयमा अङ्ग्रेजी माध्यममा समेत पठन पाठन सुरु गरिएको छ। शैक्षिक जनशक्तिको पदपूर्तिका लागि पनि गाउँपालिकाले विशेष पहल गरेको छ। साथै प्राविधिक धार अन्तर्गत बाली विज्ञान लगायत अन्य विभिन्न विषयमा समेत अध्यापन हुने गरेको छ। विशेष गरी यस विद्यालय शिक्षक व्यवस्थापनमा खासै समस्या नरहेको विद्यालय हो। यस विद्यालयमा सबै तहमा प्राइमरी तह, मावि, निमावि सबै तहमा शिक्षक दरबन्दी फुल रहेको छ। र विशेष गरी 2076 सालबाट हाम्रो प्राविधिक धार अन्तर्गत बाली विज्ञान संकाय सञ्चालन भइरहेको छ। त्यस अन्तर्गत पनि हामीसँग 8 जना प्रशिक्षक एवं सहायक प्रशिक्षकहरू रहनु भएको कारणले गर्दा हामीलाई शिक्षक व्यवस्थापन गर्नलाई खासै समस्या छैन र पालिकाले उहाँहरूलाई व्यवस्थापनको लागि आवश्यक व्यवस्थापन गरेको छ। विशेष गरी प्राविधिक धारका विद्यार्थीहरूलाई हामी उनीहरूको पाठ्यक्रमले तोके बमोजिमको अधिकतम मात्रामा उनीहरूलाई प्र्याक्टिकल क्लासहरू सञ्चालन गर्ने व्यवस्था गर्छौँ र उनीहरूलाई हामी वर्षैभरि थ्योरिटिकल नलेज सँगसँगै प्र्याक्टिकल रूपमा उनीहरूलाई फिल्डमा, ल्याबमा, त्यसै गरी शैक्षिक भ्रमणमा लगेर उनीहरूलाई नयाँ नयाँ कुराहरूको सिपको विकास सँगसँगै ज्ञान गुणका कुराहरू पनि हामी सँगसँगै अगाडि बढाउने जमर्को गरिरहेका छौँ। हामीले यो विद्यालयबाट निस्केको मूत्रलाई प्रयोग गर्यौँ भने यो खेतीमा उत्पादन वृद्धि भई थोरै कम लागतमा पनि धेरै उत्पादन गर्न सकिने र खेर गएको मूत्रलाई चाहिँ राम्रो प्रयोग गर्न सकिने भएको हुनाले यसलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने लागेर हामीले यो महाअभियानमा लागेका छौँ। यसमा विद्यालय, स्थानीय तह, पालिका एवं सरकार सबैसँग हामीले अनुरोध गरेर सहकार्य गरेर अगाडि बढ्ने हाम्रो चाहिँ जमर्को र योजना छ। साथै खेलकुद विकासको क्षेत्रमा पनि उल्लेख्य काम भएका छन्। हरेक वर्ष आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गाउँपालिकाले शैक्षिक विकासका लागि गरेको सहयोग र प्रयासको प्रत्यक्ष अनुभूति गरेका छन् शिक्षक, विद्यार्थी एवं अभिभावकहरूले। राष्ट्रपति रनिङ सिल्ड लिखु गाउँपालिकाले हामी निर्वाचित भएर आएदेखि यसलाई निरन्तरता दिइरहेका छौँ। यसमा चाहिँ विभिन्न चाहिँ यहाँको अन्तर्माध्यमिक विद्यालय लिखु गाउँपालिकाभित्र रहेका विद्यार्थी छात्र छात्रा बहिनीहरूमा विभिन्न इभेन्टहरूमा चाहिँ खेलहरू खेलाएर सम्पन्न गरिरहेको परेको छ। लिखु गाउँपालिकामा थुप्रै प्राकृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदा स्थलहरू रहेका छन्। चर्चित पोकली झरना, भकारी ढुङ्गा, नर्मदेश्वर महादेव मन्दिर, मैताकुन्ता देवी ढुङढुङ्गे, कुण्डलेश्वर शिवशक्ति महादेव, नामगेल च्याङछुप छोलिङ गोम्पा, महादेव मन्दिर, बाङ्गे पिपल आदि यहाँ रहेका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू हुन्। यी स्थलहरूको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि गाउँपालिकाले विभिन्न योजना बनाउँदै कार्यान्वयन गरिरहेको छ। अब लिखु गाउँपालिकामा विशेषतः चाहिँ यो 100 गन्तव्यभित्रको पोकली झरना यो लिखु गाउँपालिका अन्तर्गत पर्छ। दुग्धेश्वर महादेव
लगायत सिद्धेश्वर महादेव 300 वर्ष पुरानो यो चाहिँ नरेश्वर महादेव मन्दिर छ जो वार्ड नम्बर 3 मा पर्छ। यसमा भोल्टेकोट गढी भन्ने पनि धार्मिक स्थलको रूपमा एउटा पहिचानको रूपमा रहेको छ। अथवा नयाँ चाहिँ निसेको एउटा कुण्डलेश्वर महादेव स्थान पनि छ। ती जहाँ जहाँ चाहिँ धार्मिक स्थलहरूमा चाहिँ जे जति संरचनाहरू चाहिँ पूर्ण रूपमा हामीले तयार गर्नु पर्थ्यो ती एक ढङ्गले चाहिँ सुरुवाती चाहिँ भएको छ। त्यही पनि अझै त्यहाँ चाहिँ पूर्ण रूपमा भौतिक संरचना गर्नको लागि लिखु गाउँपालिकाले मनसाय बनाएको छ। त्यही पनि यो बजेटको अभावको कारणले ती सोचे जस्तो कामहरू पूर्ण हुन सकिरहेको परिस्थिति छैन। तर हामी चाहिँ क्रमिक रूपमा त्यसलाई सुधार गर्ने योजनामा चाहिँ छौँ। धार्मिक तथा पर्यटकीय स्थललाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यका साथ विविध कामहरू अघि बढेका छन्। यस गाउँपालिकाका सम्पूर्ण वडामा सन्तुलित, समानुपातिक र प्रतिस्पर्धात्मक तवरले विकास, समृद्धि र सुशासनका अभ्यासहरू भइरहेका छन्। त्यसका लागि वडाका जनप्रतिनिधिहरूको निरन्तरको मेहनतले ठूलो भूमिका खेलेको छ। कार्यक्रमहरू त हेर्नुहोस्, हामीले धेरै सपनाहरू देखेर आएका हुन्छौँ। जनप्रतिनिधि भइसकेपछि हामीले यो वडामा गर्नुपर्ने विकास निर्माणका कामहरू होस्, त्यसमा चाहिँ खानेपानीको कुरा होस्, स्वास्थ्यका, शिक्षाका कुराहरू, यही कुनै पनि हामीले जुन कि मैले चाहिँ लक्ष्य अनुरूप भेटेकै छैन। यो चाहिँ के हो भने वडामा सानो बजेट हुने 20-30 लाखको बजेट र केन्द्र र सङ्घले पनि वडाका कार्यक्रमहरूलाई त्यति प्राथमिकता दिएर सम्बोधन नहुने, त्यस कारणले गर्दा भएका सडकहरूमा पैसा हाल्दा पनि सडकहरू गुणस्तरीय हिसाबले या पर्याप्त मात्रामा चाहिँ राम्रो नबन्ने, त्यसमा चाहिँ अब बर्खाको पानीले होस्, अब हिउँदमा सफा गरेको सडकहरू बर्खाको पानीले भत्काउने, अब नाली पक्की नालीहरू चाहिँ बनाउनको लागि चाहिँ तपाईँको पर्याप्त बजेट नभएको कारणले गर्दा उपलब्धिमूलक कामहरू भएको छैन। अब मेरो अपेक्षा चाहिँ के छ भने अब यही भएका संरचनाहरू, सडक होस्, तपाईँको चाहिँ विद्युत होस्, यसलाई चाहिँ व्यवस्थित ढङ्गले काम गर्न पाइयो भने चाहिँ राम्रो हुन्छ कि भन्ने मैले सोचेको छु। ओडावासीले पनि ओडामा सरकार रहेको आभास गरेका छन्। यसरी गाउँपालिकामा जनप्रतिनिधिहरूले चुनावी घोषणापत्रमा उल्लेख गरेका र आम गाउँपालिकावासीले चाहेका पाटोहरूमा उल्लेख्य प्रगति हासिल हुनुमा योजना अनुगमन समितिको भूमिका अतुलनीय छ। साथै न्यायिक समितिको चुस्त कार्य सम्पादनले आम गाउँपालिकावासीका झैझगडा, मनमुटाव र विवादको सहज र शीघ्र समाधान हुने गरेको छ। र जिम्मेवारीको हिसाबले कुरा गर्दाखेरि कोही चाहिँ सम्बन्ध विच्छेद गर्न श्रीमान श्रीमतीको हकमा आउनुहुन्छ। यहाँ बोल्दै नबोल्ने छोरीलाई रोउँदै बोल्दै नबोल्ने मान्छे चाहिँ आजै सम्बन्ध तोड्नुपर्छ, भरे सम्बन्ध तोड्नुपर्छ भनेर सिफारिससहित आउनुहुन्छ। र उहाँहरूलाई एउटा बन्द कोठामा राखेर कराएर हुन्छ कि फकाएर हुन्छ कि आफूसँगै रोएर हुन्छ कि उहाँहरूको सम्बन्धलाई बचाउन कोसिस गर्ने र त्यसको केही महिना पछाडि उहाँहरूका परिवारसँगै बसेको हेर्न पाउने पनि त खुसी हो। यो मेरो अनुभूतिले देखेको कुरा, मेरो कार्यक्षेत्रले गरेको कुरा हो। सुशासन सहितको विकास र आर्थिक समृद्धिको सपना र मर्म अनुरूप सञ्चालित लिखु गाउँपालिकामा सूचनाको हकको सुनिश्चितता, नियमित सार्वजनिक सुनवाई, नियमित कार्यपालिका बैठक सञ्चालन, मासिक समीक्षा बैठक, विद्युतीय हाजिरी लागू, पालिका र वडा कार्यालयहरूबाट सहज र झन्झटरहित सेवा प्रवाह जस्ता कार्यहरू प्रभावकारी तवरले लागू हुँदा आम पालिकावासीले सुशासनको अनुभूति गर्न पाएका छन्। हामी निर्वाचित भएर आउँदै गर्दा रहँदा यो गाउँपालिकामा चाहिँ एक खालको बेरोजगारहरूको चाहिँ चाङै थियो। त्यो बेरोजगारहरूलाई चाहिँ हामीले विधिवत रूपमा चाहिँ यसलाई फर्सेट गर्नुपर्छ भनेर हामीले गत वर्ष मात्रै यो आर्थिक समिति मार्फत चाहिँ त्यसलाई एउटा समिति बनाएर यो बेरोजगार फर्सेट गर्ने कुराहरूमा पनि अहिले लिखु गाउँपालिका चाहिँ अग्रसर रूपमा लागिरहेको छ। बेरुजु फर्चोटमा समेत यो गाउँपालिका निकै अगाडि रहेको छ। सुशासनको जगमा टेकेर नागरिक र गाउँपालिकाको हित, विकास र समृद्धिका लागि निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरू बीचको सम्बन्ध र सहकार्य स्थापित भएको छ। यस पालिकामा कानुनको अधीनमा रहेर कार्य सम्पादन हुने उचित वातावरणको निर्माण भएको छ। सरकारको प्रभावकारिता मापन गर्ने एउटा महत्त्वपूर्ण औजार नै सुशासन हो भन्ने हामीलाई लाग्छ। त्यसको लागि हामीले विभिन्न सरकारले गरेका बाध्यकारी
प्रक्रियाहरू छन्। जस्तै सूचनाको हक सम्बन्धी ऐन छ, जस अन्तर्गत हामीले चाहिँ केही सूचनाहरू कोही सूचना माग्न नआए पनि हामीले स्वतः सूचना प्रकाशन गर्नुपर्ने हुन्छ। त्यो हामीले नियमित गरिरहेका छौँ। सार्वजनिक सुनाइ हामीले नियमित रूपमा सार्वजनिक सुनाइ कार्यक्रम सञ्चालन गरिरहेका छौँ र कसैले सूचना माग्यो भने, कुनै विषयमा सूचना माग्यो भने त्यो सूचना समयमै उसलाई हामीले प्रदान पनि गर्छौँ। यसरी विभिन्न कार्यक्रमहरू हामीले विभिन्न जो चाहिँ हाम्रो लागि बाध्यकारी छ त्यसबाट पनि हामीले सूचना अथवा पारदर्शिता अभिवृद्धि गरिरहेका छौँ। प्लस कर्मचारी तन्त्रमा पनि यो पारदर्शिता चाहिन्छ भनेर हामीले हरेक महिना स्टाफ मिटिङहरू गर्ने, एचओडी भन्छौँ हामी, शाखा प्रमुखहरूको मिटिङ गर्ने र कार्यपालिकामा त्यसको प्रतिवेदनहरूमाथि छलफल हुने र नियमित कार्यपालिका बैठकहरू पनि नियमित सञ्चालन गरेर हामीले हाम्रो मासिक रूपमा हाम्रो क्रियाकलापहरूको समीक्षा पनि गर्ने गरेका छौँ। यसरी ओखलढुङ्गाको पहाडी भेगमा रहेको विकट मानिने लिखु गाउँपालिका भौतिक विकास, आर्थिक समृद्धि र सुशासन सहितको असल अभ्यासमा कटिबद्ध रहँदै आएको छ। अब हामीले लिखु गाउँपालिका अन्तर्गत चाहिँ अब हामीले यो गाउँपालिकामा भएका प्रारम्भिक आवश्यकता के हुन्, अब बाटोघाटो, त्यसपछि सिँचाइको कुराहरू, विद्युतको कुराहरू भए, अनि शिक्षा र स्वास्थ्यको कुराहरू पनि हामीले यसलाई जोडेका छौँ। र यीमध्ये चाहिँ हामीले धेरै कामहरू प्रारम्भ गरेर हामीले ती समस्याहरूलाई चाहिँ जति चाँडोभन्दा चाँडो चाहिँ नि त्यसलाई समाधान गर्नेतर्फ चाहिँ स्थानीय सरकार तत्पर रहेको म जानकारी गराउँछु। अनेक अप्ठ्यारा र अपर्याप्तताहरूकै बीच यत्तिको उपलब्धि हुनुले आगामी दिनमा लिखु गाउँपालिका अझै समुन्नत र समृद्ध पालिका बन्ने बलियो सम्भावना प्रष्टै देखिन्छ।